आफ्नो घरको नजिकै पिपलको वृक्ष छ भने सोमबारे औँसीको दिन बेलुकी सन्ध्यामा पिपलको वृक्षमा बत्ती प्रज्वलन गर्नुभयो भने बहुत पुण्य र समृद्धि मिल्छ भक्तजनहरू। अझै 33वटा नभए नि 30वटा बत्ती राखेर नदी किनारमा भगवान विशेष पिपलको वृक्षको अगाडि बत्ती प्रज्वलन गर्नले विशेष पुण्य फल मिल्छ भक्तजनहरू। आजकै दिन पुरुषोत्तम समाप्त हुँदैछ भक्तजन। यो तिथि मात्रै समाप्त भएको हो, तर हाम्रो भक्ति भगवानको कमल चरणमा अटुट सधैँ कहिले पनि सकिँदैन। फेरि पनि पुरुषोत्तम 3 वर्ष पछाडि आउँदैछ भक्तजनहरू। पुण्यतिथि आजको सोमबारे औँसी कमै मात्रामा दर्शन गर्न पाइन्छ। विशेष गरेर भक्तजन औँसी बार्ने पनि भनिन्छ। औँसीको दिन आफ्ना पितृहरूलाई सम्झना गरेर बत्ती बाल्दा पनि असाध्यै शुभ मानिन्छ। सबैजनाले दर्शन गर्दै तीर्थस्थल च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैको जय होस्।